खुमा कुमारी पाण्डेजीको कविताबाट कार्यक्रम सुरु गरौं। म एक वृद्ध महिला हुँ। म पढेको साहित्यकार हैन, कलाकार हैन, म विद्वान पनि हैन। लेखेको छ थारा 2073 मा। ठिकै छ, अहिले सम्झिनुहुन्छ भने एकछिन सम्झिनुस् न, एकैछिन सम्झेर भन्नुभयो हुन्छ। 2073 मा 66 मा लाए, यो उमेरमा आफ्नो कला आफै भन्न आए। बुढाको बेला हजुर। बुढो भयो सबै रंग गयो, आँगन भयो परदेश। बुढाका बेदान जान्दैन कसैले, मिल्दैन भाषा भेषा। पेट पस्यो भित्र ढाड भयो कुप्रा, जान नसक्ने टाढा। सुदिन गए सबै कुदिन आए भन्दै, झार्छन् आँसुका धारा। हड्डी सबै गले छाला चाउरी परे, केस फुले सेता कैला। दिशा पिसाब लाग्दा टोइलेट जान खोज्यो, फड्को चल्दैन पाइला। लौरी टेक्न खोज्यो हातले समाउँदैन, कान्छन् गढी थरथरी। बितेका दिन सम्झेर ल्याउँदा आँसु झर्छ झरभरी। कान दुबै बहिरा नजर भोरी बादल, खुकुलो नसा बन्धन। परिवार जनले झर्को घृण गर्दा, हृदय रुन्छ झन्झन। आत्मा शान्त भए शुभ आशिष देलान्, माता पिता दिन दिन। दूषित आँसु झरे ईश्वरले देख्लान्, आफ्नो आउला त्यही दिन। जस्तो बीज रोपे उस्तै फल फल्छ, फल्दैन अर्को थरी। जस्तो कर्म गरे उस्तै भोग्नु पर्छ, टर्दैन कसै गरी। बालो र वृद्ध बरोबरी भन्छन् विद्वानहरूले कथा। बालो र वृद्ध माया बरोबरी देख्दिन कतैमा त। हजुर हस्, अहिले चाहिँ म यही रोक्छु। तुर्छु यो कविता, अब अन्तिम हो, हुन्छ। यो कविता तुर्छु अलिकति छ। बालोको माया बढ्छ उँभो उँभो, वृद्धको माया उँधो। तलमाथि माया बरोबरी दिन ईश्वरलाई के हुँदो। खुसीमै बित्यो त्यो बाल्य अवस्था, युवामा मनोरञ्जन। घुमी फिरी आयो बुढेउली अवस्था, कष्ट र चिन्ता झन्झन। कोहीका माता पिता वृद्ध आश्रममा, पशुपति देउघाट मेरा। हात जोडेर रुँदै ईश्वरसँग भन्छन्, कस्ता सन्तान हुन् मेरा। माया कति कति, दुःख सुर्ता कति, सन्तान हुर्काउँदा। कसले दिनी सुधार, कसले दिनी आधार, वृद्ध आश्रम मार्दा। कोहीलाई भनी होला सुख र शान्ति, कोहीलाई त विपद छ रे। बेरा खाएको हातले मागी खानु पर्दा, धरधरी रुन्छन् अरे। खाना लाउन पुग्ने भत्ता मिलेदेखि, आशीका दिन्थे कति। कलीको आयु 60 वर्षपछि, बाँकी रहला कति। नारायण। हजुर धेरै जनालाई आफ्नै कथा भन्नुभयो जस्तो लाग्यो। सबैको लागि भनेको। हजुर हस्, तपाईँ खुमाजी तपाईँले चाहिँ कति पढ्नु भएको छ? म कविता है त सानो हुन्छ। नेपाल टेलिभिजन कति सुन्छु अहिले, पढ्न लेख्न पाएको भए के लेख्ने मैले। दुर्भाग्यवश जन्मभयो 60 वर्ष पहिले, पढ्न लेख्न पाइन मैले, दुःख लाग्छ अहिले। भनेपछि तपाईँले एक अक्षर पनि पढ्नु भएन? पहिले वडाइ पछि अहिले, कको अक्षर चिनाइदिने मान्छे पाइन मैले। अनि कसरी सिक्नु? छोराछोरी पढाउनलाई 12 खरी किने, 12 खरी किताब हेर्दै मैले अक्षर चिने। हस्, धेरै धन्यवाद तपाईँलाई। हस्।